लासो फ्याफुल्ला नमस्कार तामाङ पडकास्टमा यहाँहरू सबैलाई स्वागत छ। म हुँ तपाईहरुकै होस्ट समुद्र तामाङ। आज हामी खोज्दैछौँ जुन सुन्नमा वास्तविक लाग्छ तर प्रमाणमा हराएको छ। पेङ दोर्जे वास्तविक कि काल्पनिक? न कुनै आधार न कुनै प्रमाण। पेङ दोर्जे यो नाम आखिर को हो? जन्म कहाँ भयो? कुन बुबाको छोरा? कुन वंश? कुन जिल्ला? किन यस्ता साधारण प्रश्नहरूको पनि जवाफ भेटिदैन? यदि कुनै मान्छेको अस्तित्व छ भने उसको बारेमा केही त प्रमाण हुनुपर्छ नि। न त जन्म दर्ता, न त मृत्युको अभिलेख, न त कुनै ऐतिहासिक कागजपत्र। त्यसो भए पेङ दोर्जे भन्ने नाम सिर्फ एउटा मनगढन्ते कथा होइन र? तर सबै कुरा कागजमा मात्रै लेखिँदैनौँ। हाम्रो समाजमा इतिहास किताबमा मात्र होइन, मानिसको स्मृतिमा पनि बाँचिरहेको हुन्छ। हिमाली भेगका धेरै कथा लिखित होइनन् तर पुस्तौंदेखि सुनिँदै आएका छन्। सायद पेङ दोर्जे कुनै त्यस्तै मौखिक इतिहासको पात्र हो। तर मौखिक कथा भन्दैमा जुनसुकै नामलाई सत्य मान्ने त्यो त भ्रम पनि हुन सक्छ। कसैले बनाएको कथा जुन समयसँगै सत्य जस्तो देखिन थाल्यो। प्रश्न उठाउनु जरुरी छ। तर हाम्रो प्रश्न यति मात्र होइन पेङ दोर्जेको अस्तित्व थियो कि थिएन भन्ने भन्दा पनि किन यस्तो नाम हाम्रो समाजमा टिकिरह्यो? के त्यो कुनै वास्तविक व्यक्तिबाट सुरु भएको कथा हो वा धार्मिक सांस्कृतिक प्रतीक वा पूर्ण रूपमा कल्पनाको उपज? सायद सत्य कागजमा नभए पनि मानिसको विश्वासमा लुकेको हुन सक्छ। त्यसैले पेङ दोर्जे वास्तविक होस् या काल्पनिक, प्रश्न उठाउनु, खोजी गर्नु र सत्य नजिक पुग्नु त्यो नै हाम्रो जिम्मेवारी हो। तपाई सुनिरहनु भएको छ तामाङ पडकास्ट, जहाँ प्रश्नहरू उठ्छन् र सोच्ने बाटो खुल्छ। म हुँ समुद्र तामाङ। यस्तै रमाइलो र खोजमूलक भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। अर्को रमाइलो भिडियो लिएर आउनेछौँ। धन्यवाद। नमस्कार।